ल्याउन सफल भएका छौँ र मैले यस कुराहरूलाई धेरै व्याख्या विश्लेषण गर्न चाहिनँ किनकि समय निकै बितिसकेको छ। समयलाई मध्यनजर गर्दै हाम्रो सम्पूर्ण श्रम संस्कृति पार्टीमा योभन्दा अगाडि पद ग्रहण गरेर आउनुहुने श्रम संस्कृतिमा खुल्ला तरिकाले आउनुहुनेलाई धन्यवाद, शुभकामना र स्वागत भन्दै जति पनि हाम्रो अन्य पार्टीहरू वा समाजसेवी बुद्धिजीवीहरू यस पार्टीमा प्रवेश गर्दै हुनुहुन्छ र गर्नुहुनेछ, यहाँहरू सम्पूर्णले बुझिसक्नु भएको छ। यसरी अब प्रवेश गर्दै गर्दाखेरि अथवा अब पार्टीलाई अँगाल्दै गर्दाखेरि अब आउने विचारहरू, अब आउने सिद्धान्तहरू र अब आउने केही कुराहरूलाई मध्यनजर गर्दै संक्षिप्तमा केही भनाइ राखिदिनु हुन। हाम्रो यस च्याङथापु एकबाट भरत राई सर यहाँ हुनुहुन्छ। हामी यसभन्दा अगाडि श्रम संस्कृति पार्टी हुनभन्दा अगाडि एउटै पार्टीमा काम गरेर सहयात्री साथीभाइ भएर हिँडिरहेका थियौँ र उहाँ पनि अहिले हामी सँगै भएका छौँ। उहाँले कुनै पद चाहिँ लिइसक्नु भएको छैन, तैपनि हाम्रो श्रम संस्कृति पार्टीलाई एकदमै राम्रोसँगले चिनिराख्नु भएको छ। अब हामी सहयात्री नै छौँ, सहकार्य गरेर जाने बाचाका साथ उहाँ हाम्रो सल्लाह भइसकेको छ र उहाँलाई सम्पूर्ण बुद्धिजीवी सर्कल र अब आउनु प्रवेश गर्नुहुने बुद्धिजीवी सम्माननीय व्यक्तित्वज्यूहरूको नेतृत्व गर्दै यहाँलाई आफ्नो संक्षिप्तमा भनाइ अथवा मन्तव्य राखिदिनु न म यस स्टेजमा निम्त्याउन चाहन्छु। धन्यवाद सर। कार्यक्रम सञ्चालक मित्र, यस कार्यक्रमका अध्यक्ष महोदय, यस मतदाताज्यूहरूलाई धन्यवाद दिने कार्यक्रमका आजका प्रमुख अतिथि, पार्टीका केन्द्रीय सचिव, हाम्रो पाँचथरको प्रतिनिधि सभातर्फका प्रत्यक्ष उम्मेदवार हस्तराज शेर्माज्यू, पार्टीका जिल्ला अध्यक्ष प्रवीण चामलिङज्यू, जिल्ला सचिव अर्जुन राईज्यू लगायत पार्टीका सम्पूर्ण तह तब्कामा रहेर जिल्ला पालिका वडादेखि लिएर टोलसम्ममा एउटा जिम्मेवारीतामा बसेर काम गरिरहेका सम्पूर्ण सहयोगता मित्रहरू, यहाँहरू सम्पूर्णलाई माटो प्रेमी अभिवादन टक्राउन चाहन्छु। जय माटो टक्राउन चाहन्छु। आज हामी भाषण गरेन भन्दा पनि काम गर्नमा, काममा, श्रममा विश्वास गर्ने एउटा चढी देउराली भाकी आएको सिङ्जाको फुलले मागेन गरी ल्याएको उकाली चढी देउराली भाकी आएको सिङ्जाको फुलले मागेन गरी ल्याएको छैन
आलम गाएको